सम्पूर्ण भक्तजनहरूको ध्यान आकर्षण गर्दै आग्रह गर्न चाहन्छु, धर्मो रक्षित रक्षति। बहुजन हिताए बहुजन सुकाए र लोकानुकम्पाएको सनातन मान्यतामा अडिग हाम्रो समाज। आज यही व्यवहारलाई व्यक्तिगत स्वार्थ र पुँजीको लोभमा परेर हामीले हाम्रो संस्कार र संस्कृति बिर्सिरहेका छौँ, हाम्रो अस्तित्व गुमाइरहेका छौँ। महर्षि पाणिनीले विकास गरेको संस्कृत भाषा आज बेलायतको युनिभर्सिटीले अध्ययनको विषय बनाइरहँदा अनि हामी भने हामीसँग भएको हिरा गुमाएर अरूको फलाम खोज्दै हिँडेका छौँ। आज विश्वमै सबैभन्दा महत्त्वपूर्ण मानिने वैज्ञानिक र आधुनिक विज्ञानको क्षेत्रमा समेत गहिरो प्रभाव पुर्याउन सफल ती वैज्ञानिकले पनि सनातन संस्कृतिलाई विज्ञानको मुख्य जड मानिरहँदा आज हामीले भने त्यही संस्कृतिमा भएको झिनो त्रुटिलाई लिएर विचलित बनाइरहेका छौँ। म दृष्टान्त देखाउन चाहन्छु सभाध्यक्ष महोदय। क्वान्टम फिजिक्सका पिता तथा नोबेल पुरस्कारका विजेता वार्नर हाइजेनबर्ग भन्नुहुन्छ, आफ्टर द कन्भर्सेसन अबाउट द हिन्दूज फिलोसोफिज, some ideas about the quantum physics have been so much crazy and it made much more sense. यही कुराबाट प्रष्ट हुन सकिन्छ कि क्वान्टम फिजिक्सका निकै दुःख र जटिल कुरा पनि सनातन संस्कृतिमा आधारित ती सिद्धान्तहरू सुन्दा सहज भएको अनुभूति हुन्छ। एटोमिक बमका पिता रोबर्ट हैम्बर भन्नुहुन्छ, A Bhagavad Gita is the most beautiful philosophical song, adjuring to the all-known tongue. पहिलेका वैज्ञानिकहरूले पनि भागवत गीता पढ्ने गर्थे, त्यही भागवत गीताबाट ज्ञान आर्जन गर्ने गर्थे अनि त्यही ज्ञानलाई वैज्ञानिक अन्वेषणसँग जोड्ने गर्थे। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्नुहुन्छ, We owe a lot to the Hindus' philosophies, who teach us how to count, without which is worthless scientific discovery could have been made. अर्थात् आज महान वैज्ञानिकले पनि सनातन संस्कृतिलाई खुलेर प्रशंसा गरिरहँदा हामी जो सनातन संस्कृतिका मालिक हौँ, हामी जो हिन्दू धर्म ग्रन्थका हिस्सेदार हौँ, तर किन आज हामीले सनातन संस्कृतिलाई भन्दा नवागन्तुक संस्कृतिलाई बढी महत्त्व र प्राथमिकता दिइरहेका छौँ? आज आम नेपालीले यसतर्फ सोच्न जरुरी छ र यो सोच्ने बेला टर्न थालिसकेको छ। आज हाम्रो भागवत गीतामा चक्रीय ब्रह्माण्डको कुरा उल्लेखित छन्। उपनिवेशमा जीव आत्मा र परमात्माको सम्बन्धलाई उल्लेख गरिएको छ। पतञ्जलिका योग सूत्रहरू रोग लागेपछिको उपचार होइन सभाध्यक्ष महोदय, रोग नै लाग्न नदिने र दुर्बलता हटाउने एउटा अचूक उपाय हो। कैयौँ वर्षपछि हुने सूर्य ग्रहण र चन्द्र ग्रहण हाम्रो पात्रमा कैयौँ वर्ष अगाडि उल्लेखित छन्। ती कुनै वैज्ञानिक खोज र अनुसन्धानको उपज होइन, ती त हाम्रो सनातन संस्कृति र हाम्रो धर्मको उपज हो। यो कुरा आज सबैले मनन गर्न जरुरी छ। कतिपय अवस्थामा धर्मलाई सही व्याख्या गर्न नजान्दा हाम्रो उपनिवेदमा लेखिएका कुराहरूलाई तथ्याङ्कित रूपले परिमार्जन गर्न नसक्दा आज हाम्रो धर्मको गलत व्याख्या भइरहेको छ। सनातन संस्कृति कुनै पनि रूपमा विवादित छैन, न त लैङ्गिक रूपमा विवादित छ न त जातीय रूपमा विवादित छ। यत्र नार्यस्तु पूज्यते तत्र रमन्ते देवता, अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउनुहुन्छ। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कस्यचित् दुःख भाग भवेत्। अर्थात् सनातन संस्कृति सबै मानिसको अधीनमा छ। यो सबैको हित जित र विश्वासको पात्र बन्दै आज संस्कार संस्कृति रीति थिति गुण व्यवहारमा आधारित एक लोकप्रिय संस्कृति बन्दै आइरहेको छ। यी सबै कुरालाई विश्व सामु पुर्याउने महान लक्ष्यका साथ सबै पर्यटकले मन पराउने धार्मिक सामाजिक र सांस्कृतिक रूपले भरडीपुर र पोखराको यो पवित्र भूमिमा आयोजित गण्डकी कोटी होम एक कोसेढुङ्गा साबित हुनेछ। हामी जस्ता कलिला बालबालिकाहरूको लागि प्रेरणाको स्रोत बन्नेछ। उपस्थित सम्पूर्ण भक्तजनहरूको मनको पीडाको भारी बिसाउने चौतारी बन्नेछ। आजका युवाहरूको लागि ज्ञान ध्यान र भक्तिको एक अचूक उपाय बन्नेछ। विश्व मानचित्रमा हाम्रो उपस्थिति दरिलो बनाउन यसले अहम भूमिका खेल्नेछ। आदरणीय सर्वजनहरू, धर्म आडम्बर होइन, आचरण हो, सद्व्यवहार हो, सद्विचार हो, चिन्तन हो, मनन हो, ध्यान हो, सोच हो। अपराधीलाई पनि क्षमा दिन सक्नु धर्म हो। सङ्कटमा पनि धैर्य राख्न सक्नु धर्म हो। अनियन्त्रित इच्छा शक्तिलाई नियन्त्रणमा राख्न सक्नु धर्म हो। दिनदिनौदिन शारीरिक र मानसिक रूपमा शुद्धिकरण हुँदै जानु धर्म हो। बौद्धिक प्राप्तिका लागि निरन्तर पहल गर्नु धर्म हो। निरन्तर रूपमा अध्ययनशील र प्रयत्नशील बन्नु धर्म हो, जसले मानिसलाई मानिस बन्नको लागि प्रेरणा दिने गर्दछ। अन्त्यमा असतोमा सद्गमया तमसोमा ज्योतिर्गमया भन्दै आफ्ना भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय सनातन संस्कृति, जय गण्डकी कोटी होम। मेरो अभिभावकले सधैँ भन्ने वाक्य हरिओम तत्सत। धन्यवाद।